त्यसले तपाईहरु जो गणतन्त्रका लागि लडेका भन्नुहुन्छ तपाईहरुको मनमा त ढ्याङ्ग्रो ठोक्या होला। ढ्याङ्ग्रो ठोक्या छैन, मलाई त अलि रमाइलो जस्तो अनुभूति हुन्छ। के बोले भाइ? अब के बोले? के जथाभावी बोले? 15 गते काठमाडौँ उपत्यका कब्जा गर, पछाडि उहाँको भनाइलाई सुधार्दै उहाँको एकजना मन्त्री भन्दै हुनुहुन्थ्यो सांगीतिक कब्जा भनेको हैन, त्यो चाहिँ ढले ढले गाउनलाई भने काण्डको चाङ, अदालतको हालत, अख्तियारको हालत यो सबै सुन्यो भने गणतन्त्र त गनाइसक्यो नि होइन। होइन त्यो सम्भावनामा जानु अगाडि त पात्र त यिनै हुन्, थुतुनो त यिनै हुन्, अनुहार त यिनै हुन्। के बोले? नेपाली जनतालाई, नेपाली जनताका छोराछोरीलाई तिमी टुरिस्ट भिसा लगाएर दुबई जाऊ र तिमी त्यहाँबाट पैसा पठाऊ, त्यो पैसाले हामी पजेरो चढ्छौँ। यिनीहरूले जित्छन्, पैसा यिनले बाँड्छन्, कोइलो कुखुरा यिनले बाँड्छन्, गाउँ कब्जा यिनले गर्छन्, गुन्डा यिनले लिएर जान्छन्। शाम तक तू भी एक खोके का बंदोबस्त कर ले। तपाईँ जस्ताले चुनाव जित्दैनन्। गजब बेइज्जती है। तपाईँ त अब गोर्खाको खोप्लाङतिर खोज्नुपर्ने ठाउँमा पुगिसक्नुभयो। रवि लामिछाने भैरवामा लामखुट्टे मारिरहनु भएको छ। ठक्कै प्रचण्डले भनेको कुरा सुनाउँछु। हाँसोका पात्र भएका छन् बाबुराम। के देशभरि कस्तो बुद्धि नभएको डाक्टर बाबुराम भट्टराईलाई त मैले अस्ति नै भनेको छु, डाक्टर त उहाँ डाक्टर हो, तर बुद्धि चाहिँ त्यति नभएको डाक्टर भनिसके मैले। त्यहाँ म बढी किन जानुहुन्न? तपाईको मानसिक सन्तुलनमाथि प्रश्न उठ्यो। मानसिक हस्पिटल जाने हो? अब तपाईहरु दुईजना जाँदै गर्नुस्। त्यत्रो दिमाग भएको बाबुराम सामाजिक सञ्जालमा लेखेर अन्तत खेर गयो। तपाईँको बोलीले अहिले मान्छेहरूले किन लय नमिलेको, संगति नमिलेको भन्छन्? मैले त 9 अर्बको कुरा गरेको नि, राज्यको ठुलो पैसा गइसक्यो। तपाईले चाहिँ यो चिनिया जहाज किन्दा चाहिँ कति पैसा खाएको? अरे क्या करूं इसका यार, धन्दा बन्द करवाएगा क्या? धेरै जसो सत्तामा कुनै न कुनै बेलामा पुगेकाहरूको अनुहारमा कालो पोतिएको छ, काँधमा सुँगुरको पाठो बोकेर हिँडेको छ, अनि कसलाई छानबिन गर्ने भने। तपाईहरुको एउटा चाहिँ गजब लाग्छ के मलाई, तपाईहरुलाई अलि अमिलो प्रश्न भयो भने चाहिँ त्यता नजाऊ भनेर टार्दिनु। कांग्रेस एमाले सहितको सरकारसँग तपाईलाई आशा चाहिँ छ? छैन। भएको भएदेखि त मैले किन वैकल्पिक राजनीति कुरा गर्थेँ। ये कोई शक नहीं, तेरी चेक नहीं, बीबा जट दिया चले तेरे तब बत्ती भोर थे ले काली कार, बैठे कार विच मेरे चुन में जे यार।